हुन्छ यहाँहरु सबैजनालाई जय मसी। म बिमला श्रेष्ठ। अहिले म हात्तीवनमा बस्छु। मेरो स्थायी घर चाहिँ मेरो मोरङ उर्लाबारीमा पर्छ। मोरङ जिल्ला उर्लाबारीमा नगरपालिकामा पर्छ र अहिले मेरो अस्थायी ठेगाना म हात्तीवनमा ललितपुरमा बस्छु। हुन्छ म मेरो परिवारमा चाहिँ सायद मेरो माइती घर चाहिँ गोर्खा जिल्ला हो र म चाहिँ प्रभुमा मेरो परिवारको मा चाहिँ मेरो परिवारबाट चाहिँ म दोस्रो हो। त्यहाँभन्दा पहिला मेरो दाइ हुनुहुन्छ दिनेश श्रेष्ठ, उहाँ हुनुहुन्थ्यो। मेरो परिवारभन्दा पनि त्यति बेला चाहिँ गाउँपालिका गाविसमा नै पहिलो क्रिस्चियन। अनि मलाई लाग्छ त्यस पछाडि चाहिँ त्यो ठाउँमा र प्लस मेरो परिवारमा चाहिँ दोस्रो म क्रिस्चियन हो। र मैले प्रभुको बारेमा चाहिँ मैले प्रभुको सुसमाचार चाहिँ मैले मेरो दाजुबाट नै मैले सुनेको हो, मेरो दाजु भाउजूबाट मैले सुनेको हो। र मैले प्रभुलाई मेरो मुक्तिदाता भनेर चाहिँ मलाई मेरो आफ्नो जीवनमा जब म 23 वर्षको थिएँ अनि मेरो जीवनमा त्यति बेला एक किसिमको चाहिँ असहज परिस्थिति मेरो व्यक्तिगत जीवनमा भएको थियो र त्यति बेला चाहिँ मैले सुसमाचार सुनिसकेको थिएँ र त्यो समयमा चाहिँ मलाई कुनै माध्यम मार्फत भन्दा पनि मैले चाहिँ को हुनुहुन्छ त, यो संसारमा शान्ति दिने को हुनुहुन्छ भनेर मैले खोजिरहँदाखेरि चाहिँ म एक दिन मण्डली जाँदाखेरि त्यो दिनमा को मण्डलीमा चाहिँ त्यो जुन प्रस्तुत भएको वचनले चाहिँ एउटा मेरो जीवनमा एकदमै मेरो त्यति बेलाको घटनाले चाहिँ मलाई त्यति बेला मेरो जीवनमा भएको घटना सँगसँगै त्यो वचन चाहिँ त्यो दिनको वचन चाहिँ एकदमै मेरो जीवनमा घटेको घटनासँग सम्बन्धित थियो। अनि त्यो समयमा चाहिँ मैले साँच्चै मुक्तिदाता भने त प्रभु येशू ख्रीष्ट हुनुहुँदो रहेछ, शान्ति भनेको उहाँमा रहेछ भन्ने कुरा चाहिँ मैले महसुस गरेँ। र अनि मैले त्यही समयदेखि जब म 23 वर्षको थिएँ त्यति बेला चाहिँ मैले प्रभु पाएँ। मेरो त्यो मेरो अलिकति व्यक्तिगत भन्दा पनि कस्तो थियो भन्दाखेरि परिवारमा अलिकति अब त्यति म व्यक्तिगत घटनापट्टि नजाउँ, सायद अब त्यति राम्रो गर्दैन होला। तर त्यसले चाहिँ यदि म हिन्दूमा म एकदम कटिबद्ध के, एकदमै म हिन्दूप्रति एकदमै पूजाआजा गर्ने, मन्दिर जाने। तर त्यति बेला चाहिँ मेरो के भयो त भन्दाखेरि म 23 वर्षको थिएँ अनि म त्यति बेला मैले मास्टर डिग्री मैले पढिरहेको थिएँ अनि म यो अपराध अनुसन्धान भन्ने क्षेत्रमा यो प्रहरीमा पनि थिएँ म त्यति बेला। अनि त्यति बेला म यो सेकेन्ड लेफ्टिनेन्टमा म मास्टर डिग्री गरिरहेको बेला फेरि चाहिँ सेकेन्ड लेफ्टिनेन्टमा पनि मैले मैले एप्लाई गरेको थिएँ। अनि तर के भयो भने त्यो समयमा मैले त्यो सेकेन्ड लेफ्टिनेन्टमा हुन्छ भनेर मैले मेरो पढाइ मास्टर डिग्रीको पनि एक्जाम मैले नदिएर त्यसमा लागि परेँ। तर लास्टमा चाहिँ मेरो लास्टमा गएर म फेल्ने। त्यस पछाडि के भयो भने यति निराशा चाहिँ मैले खाइरहेको जब पनि मैले छोडेँ। अनि त्यो लगायत अरू अन्य घटनाहरू पनि त्यसमा जोडिएको छ, त्यो अहिले म भन्दिनँ। र अनि त्यसले गर्दा फेरि एकदमै निराशा भयो। अनि मैले चाहिँ यो मैले जति भगवान माने पनि आखिर केही पनि होइन रहेछ त, यदि साँचो भगवान हो भने त मलाई यस्तो मेरो जीवनमा यस्तो मेरो यो विशेष मेरो यो जुन अब मेरो प्रगतिको जुन एक किसिमको यो पोइन्टमा आउँदाखेरि सहायता पर्ने हो नि त। तर मलाई त्यति बेला चाहिँ मैले त्यस्तो सहायता नपाए पछाडि म एकदम डिप्रेसनमा त नभनौँ तर एकदमै निराशा भएको थिएँ। अनि को छ त शान्ति, यो मलाई साँच्चै मेरो जीवनमा शान्ति दिने साँचो चाहिँ प्रभु को हुनुहुन्छ भन्ने कुरा चाहिँ साँचो ईश्वर चाहिँ को हुनुहुन्छ भन्ने क्रममा चाहिँ मैले यसरी खोज्दाखेरि अनि मैले ठ्याक्क त्यो मैले मण्डलीमा आफै गएँ र मण्डली जाँदाखेरिको त्यो मण्डलीको वचनले गर्दाखेरि एउटा वचनले मेरो जीवनमा छोयो। त्यो नै मेरो टर्निङ पोइन्ट हो। त्यो भर्खरै अब त्यो प्रभु पाउँदाखेरिको अवस्था मेरो फ्यामिलीबाट चाहिँ अलिकति समस्या चाहिँ आयो। समस्या भन्दा पनि जति मेरो दाजुले भोग्नु भएको थियो त्यति चाहिँ मैले भोग्नु परेन, किनभने उहाँहरूले मेरो दाइलाई जुन किसिमको चाहिँ एउटा क्रिस्चियन धर्म भनेको यस्तो गाई खाने धर्म अनि अब लगायत अरू विभिन्न किसिमको चाहिँ लान्छनाहरू लाउने जति मेरो दाइलाई भएको थियो, तर मलाई चाहिँ त्यतिसम्म त मैले भोग्नु परेन। तर एउटा चाहिँ के भएको छ भने अब 23 वर्षको जब मेरो विवाह गर्ने बेलामा
म क्रिस्चियन भइसके पछाडि मेरो आफन्तहरू, मेरो आमा बुवा, मेरो परिवारका सदस्यहरू र आफन्तहरूले चाहिँ ए फलानाको छोरी 23 वर्षको सम्म बिहे भएको छैन, अब यो झन् त्यही माथि यति पढाएर मेरो विशेष मेरो आमा बुवालाई चाहिँ के भन्नुहुँदो रहेछ भने फलानाको छोरी चाहिँ अब यति धेरै पढेर पनि के काम गरेर आखिर त्यही दाइले मानेको धर्ममा त गयो नि, यसले केटै पाउँदैन, यसको बिहे नै हुँदैन भनेर चाहिँ यस्तो किसिमको चाहिँ लान्छना लाउने काम चाहिँ भएको थियो। तर त्यति साह्रै मैले सतावट चाहिँ मैले अब भोगिनँ। तर एक किसिमको क्रिस्चियन भइसके पछाडि नजानिदो तरिकाले आफन्तहरूबाट र परिवारहरूबाट चाहिँ अलिकति यो उहाँहरूले गर्ने व्यवहार गर्ने दृष्टिकोण अनि उहाँहरूले चाहिँ बोल्ने अनि व्यवहार गर्ने दृष्टिकोणमा चाहिँ त्यति बेला अलिक फरक थियो, अलिक निज व्यवहार गरेको जस्तो गर्नुहुन्थ्यो। तर अहिले चाहिँ अब प्रभुले अहिले धेरै ठाउँमा अब यसरी भनिरहँदाखेरि यो जब प्रभु पाइसके पछाडिको आजको घडीसम्म आइपुग्दाखेरि प्रभुले धेरै अनुग्रह गर्नुभएको छ। प्रभुलाई विशेष धेरै धन्यवाद। अनि हामी कतिपय हाम्रो जीवनमा, हाम्रो लाइफस्टाइलमा, हाम्रो बोल्ने आदि इत्यादि कुराहरूले गर्दाखेरि पनि एउटा हामी इसाई र अन्य धर्मको चाहिँ अलिक फरक हुने रहेछ। त्यो भइसके पछाडि अहिले चाहिँ एकदम उहाँहरूले चाहिँ एकदमै सकारात्मक लिनुभएको छ। अहिले त्यस्तो नकारात्मक चाहिँ उहाँहरूले प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूले भन्नुभएको छैन। म त अहिले प्रभुलाई प्रभुले मलाई आशिष दिनुभएको छ। म अहिले जब मेरो विगतलाई सम्झन्छु अनि अहिले म वर्तमानलाई म आफूलाई म निहाल्छु। प्रभुले मलाई अब एउटा गाउँको मान्छे, एउटा साधारण एउटा फ्यामिलीमा जन्मिएको मान्छे, हुर्केको मान्छे, मेरो सहपाठीको कुरा गर्नुहुन्छ भने उहाँहरू अहिले म जहाँ छु अब उहाँहरू त्यहाँ अहिले आउनु भएको छैन। उहाँहरूले आफ्नो सम्पत्ति कमाउनु भएको छ, आफ्नो घरजम गरेर बस्नु भएको छ, त्यो आफ्नो ठाउँमा छ, उहाँहरू पनि ठिकै हुनुहुन्छ। तर अहिले प्रोफेसनल्ली रूपमा चाहिँ मलाई अहिले यहाँसम्म प्रभुले उठाउनु भएको छ। एकदमै म धन्यवादी छु प्रभुमा। अनि अब हुन त अब उहाँहरूले पहिला पनि त्यस्तो हामी नराम्रो त होइन, तर अब अहिले प्रभु पाइसके पछाडि चाहिँ अब हामीले गर्ने व्यवहार, हामी अहिले अब हामी अहिले विभिन्न अब अहिले जुन ठाउँमा छौँ, अब आफ्नो प्रोफेसनली रूपमा पनि म अहिले म डेभलपमेन्ट सेक्टरमा विगत 15-16 वर्षदेखि म अहिले डेभलपमेन्ट सेक्टरमा म आबद्ध छु। प्लस मैले अहिले मेरो करियरको रूपमा भन्नुपर्दाखेरि अर्को चाहिँ म अहिले मास्टर डिग्रीलाई मैले पार्ट टाइम मैले पढाइरहेको छु। भन्दाखेरि चाहिँ एक किसिमको प्रोफेसनली रूपमा चाहिँ मलाई प्रभुले धेरै माथि उठाउनु भएको मैले महसुस गरिरहेको छु। र उहाँहरूले चाहिँ एक किसिमको फलानाको छोरी, फलानाको बहिनीले यति प्रगति गर्यो भनेर चाहिँ मेरो अब आफन्तहरूले, मेरो साथीभाइले पनि भन्नुभएको छ। त्यसले गर्दाखेरि चाहिँ एकदमै मैले आशिषको महसुस चाहिँ मैले एकदमै गरिरहेको छु। हजुर, म यहाँभन्दा पहिला हाम्रो एउटा INGO अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युनाइटेड मिसन टु नेपाल भन्ने संस्थामा चाहिँ पिस बिल्डिङको क्षेत्रमा म करिब मेरो 14-15 वर्ष म त्यहाँ भएँ। र अहिले चाहिँ म अन्तर्धार्मिक शान्ति महासङ्घ, हामी इन्टरफेथ पिस फेडरेसन नेपाल भन्ने संस्थामा म कार्यरत छु। र अहिले मैले ओभरअल मैले त्यसको कार्यक्रम फाँटो चाहिँ मैले हेरिरहेको छु। यसले चाहिँ विशेष गरेर अन्तर्धार्मिक शान्ति महासङ्घ नेपाल चाहिँ एउटा नेपालमा धार्मिक सद्भाव र सहिष्णुताको लागि चाहिँ नेपालभरि रहेका जति पनि यस अभियानमा लागिरहेका सङ्घ संस्थाहरू तथा सञ्जालहरू प्लस यो अभियानमा चाहिँ चाहने सङ्घ संस्थाहरू अनि त्यसपछि समूहहरूलाई चाहिँ एउटा धार्मिक सद्भाव, सहिष्णुता र नेपालमा दीर्घकालीन शान्ति स्थापनाको लागि चाहिँ एउटा दीर्घकालीन शान्ति स्थापनाको लागि चाहिँ स्थापना भएको एउटा संस्था हो। र यो सँगसँगै समुदायमा भएका जति पनि विभेदहरू अनि विसङ्गतिहरूलाई न्यूनीकरण गर्नको लागि विशेष गरेर धर्मगुरुहरूको भूमिका चाहिँ के हुन सक्छ त भन्ने विषयमा चाहिँ लिएर यो नेपालभरि हामीले काम गरिरहेको छौँ। र यसमा चाहिँ मेरो भूमिका चाहिँ ओभरअल मेरो चाहिँ यो नेपालको 7वटै प्रदेशमा यो कार्यक्रम चाहिँ कार्यान्वयन गर्ने क्रममा चाहिँ मेरो प्रोग्रामको पाटो चाहिँ मैले हेरिरहेको छु। हजुर, म योभन्दा अहिले यो हाम्रो काठमाडौँमा महासङ्घ चाहिँ 2019 सालमा स्थापना भएको संस्था हो यो। र अहिले चाहिँ यसको चाहिँ एउटा सदस्य संस्थाको रूपमा 20वटा संस्थाहरू नेपालको 7वटै प्रदेशबाट आबद्ध हुनुहुन्छ र यही धार्मिक सद्भाव र सहिष्णुताको लागि भनेर। र यसरी लागिरहँदाखेरि यसको मेन उद्देश्य भनेको चाहिँ नेपालमा धार्मिक सद्भाव
स्वअस्तित्व कायम गर्ने। र यसरी भनिरहँदाखेरि चाहिँ अहिले के छ भन्दाखेरि नेपाल सरकारले चाहिँ नेपालको संविधानमा नेपाल चाहिँ धर्मनिरपेक्ष राज्य घोषणा भए तापनि अहिले चाहिँ संविधानमा चाहिँ कतिपय अवस्थामा अल्पसङ्ख्यक धार्मिक समुदायहरूको सवालहरूलाई चाहिँ एड्रेस भएको हामी पाउँदैनौँ। अहिले जति पनि अल्पसङ्ख्यक समुदायहरू जस्तै अहिले हामीले हेरिरह्यौँ भने मुस्लिमको भयो अनि इसाईहरूको भयो बुद्धिस्टहरू जति पनि अल्पसङ्ख्यक समुदायहरूले चाहिँ राज्यले दिने अधिकार संविधानमा प्रदत्त अधिकारहरू चाहिँ उपयोग गरेको चाहिँ हामी पाउँदैनौँ। र यसलाई चाहिँ हामीले चाहिँ यसको अहिले चाहिँ हामीले के गरिरहेछौँ भन्दाखेरि कसरी चाहिँ हामी जनमानसमा चाहिँ नेपालको संविधानमा के छ र नेपालको संविधानमा प्रदत्त अधिकारहरू चाहिँ जनताले चाहिँ उपभोग गर्न पाएको छ कि छैन र त्यसमा चाहिँ सरकारको भूमिका के हुन सक्छ, सबैलाई समान रूपमा चाहिँ ल्याउनको लागि र सबैलाई चाहिँ समान व्यवहार गर्नको लागि राज्यले कस्तो गरिरहेको छ भन्ने विषयमा चाहिँ हामीले चाहिँ विभिन्न कानुनी सचेतनाहरू अनि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले गरिरहेका छौँ। यस्तै धर्मले चाहिँ शान्तिको बारेमा के भन्छ त विभिन्न धर्मले चाहिँ आफ्नो धर्मशास्त्रमा चाहिँ शान्ति र सद्भावको बारेमा के भन्छ र जति पनि हाम्रो परम्परागत हानिकारक अभ्यासहरू छन् धार्मिक अभ्यासहरू जुन हाम्रो धर्मग्रन्थमा लेखिएको छैन तर हामीले त्यस्तो अभ्यासहरू गरेको छ जसले समुदायमा चाहिँ शान्ति बढाउन भन्दा चाहिँ अशान्तिलाई बढाउने क्रियाकलापहरू भइरहेको छ। त्यस्तो क्षेत्रमा चाहिँ हामीले काम गरिरहेका छौँ र सबै धर्महरूलाई चाहिँ समान रूपमा व्यवहार गर्नको लागि चाहिँ सबैले चाहिँ अब इक्वल रूपमा एक्सेस पाउनको लागि चाहिँ हामीले विभिन्न हाम्रो सरकारवालाहरू हाम्रो संस्कृति मन्त्रालय गृह मन्त्रालय लगायत कानुन आयोग लगायत विभिन्न सङ्घ संस्थाहरूसँग चाहिँ हामीले एडभोकेसीको काम पनि हामीले गरिरहेका छौँ र हामीले मिडियाहरूलाई पनि तपाईँहरू पनि यो यसरी गरिरहँदाखेरि मिडियाहरूको भूमिका पनि एकदमै महत्त्वपूर्ण हामीले महत्त्वपूर्ण हुने रहेछ भन्ने कुरा हामीले महसुस गरेका छौँ। उदाहरणको लागि अहिलेसम्म तपाईँको धार्मिक सद्भाव र सहिष्णुताको लागि चाहिँ मिडियाहरूले जति खेल्नुपर्ने हो तर उहाँहरूले खेलिरहनु भएको छैन उहाँहरू भन्न खोजेको होइन तर उहाँहरूले पनि यदि मिडिया मार्फत पनि यो सबै यो धार्मिक सद्भाव र सहिष्णुताको कुराहरू चाहिँ मिडियाहरूले पनि अलिकति उहाँहरूको आफ्नो तह तब्काबाट चाहिँ ल्याइदिनु भयो भने सम्पूर्ण नेपालका चाहिँ पूर्वदेखि पश्चिम महाकालीसम्मका जनताहरूले चाहिँ बुझ्न पाउनेछ सुन्न पाउनेछ उनीहरूले आफ्नो हक अधिकारहरू चाहिँ उहाँहरूले उपभोग गर्न पाउनुहुनेछ र सेवा प्रदायकले पनि चाहिँ उहाँहरूले चाहिँ संविधानमा प्रदत्त अधिकारहरू चाहिँ उहाँहरूले दिनुहुनेछ भन्ने चाहिँ हामीले महसुस गरिरहेका छौँ। र म यो संस्थामा आउनुभन्दा पहिला चाहिँ म युनाइटेड मिसन टु नेपालमा आबद्ध हुँदाखेरि चाहिँ म त्यसमा पनि म यही यो अन्तर्धार्मिक शान्तिको क्षेत्रमा मैले काम गरिरहेको थिएँ र त्यति बेला चाहिँ एउटामा सामान्य म एउटा उदाहरण भन्छु। हाम्रो समुदायमा कुनै पनि ब्राह्मण पुरोहितले दलितहरूको घरमा गएर पूजा लाउने चलन छैन। इभन अहिले कति ठाउँमा त्यो कतिपय नेपालको कतिपय ठाउँमा छैन त्यो हाम्रो अलाउ छैन। तर जब हामीले यो अन्तर्धार्मिक अभियान हामीले सुरुवात गऱ्यौँ त्यही बाहुन पुरोहित जो हुनुहुन्छ उहाँ चाहिँ यो अभियानको चाहिँ हिन्दू धर्मबाट चाहिँ उहाँले प्रतिनिधि गरिरहनु भएको थियो अनि हामीले यो शिक्षा दिइरहँदाखेरि सबैलाई यो धार्मिक सद्भाव र सहिष्णुताको अभ्यास चाहिँ सबैलाई हुनुपर्छ भनेर उहाँहरूलाई हामीले मोबिलाइज गराइरहँदाखेरि चाहिँ उहाँ एउटा ब्राह्मण पुरोहितले दलितको घरमा गएर उहाँले चाहिँ एउटा पुजारी काम गर्नुभयो र त्यति बेला चाहिँ के भयो भन्दाखेरि त्यति बेला चाहिँ उहाँलाई धेरै च्यालेन्ज उहाँहरूले चाहिँ रिस्क मोल्नु भयो च्यालेन्ज उहाँले चाहिँ मोल्नु भयो किनभने भोलिको दिनबाट त उहाँहरूलाई ब्राह्मणले उहाँलाई पुरोहित गर्न बोलाउनु भएन तर पनि उहाँ विचलित हुनु भएन। उहाँ 1-2 वर्षसम्म उहाँ कुनै पनि विचलित नभए जुन दलितले के अरे उहाँलाई पूजाआजा बोलाए उहाँले पुरोहित गर्न जानुभयो पछाडि जसले उहाँलाई चाहिँ के अरे अब विरोध गर्नुभएको थियो त्यही ब्राह्मणले चाहिँ यो हाम्रो अन्तर्धार्मिक अभियानमा आएर हामीले त यो धर्मको नाउँमा विभेद गर्न हुँदैन रहेछ जातीय रूपमा विभेद गर्न हुँदैन रहेछ लैङ्गिक रूपमा विभेद गर्न हुँदैन रहेछ भन्ने कुरा चाहिँ उहाँले महसुस गर्नुभयो। अहिले त्यो ठाउँमा मैले अहिले कुरा गरेर पूर्वको मैले मोरङ जिल्लाको कुरा गरिरहेको छु अहिले त्यहाँ एकदम धार्मिक सद्भाव चाहिँ हामी त्यहाँ देखिन्छ त्यहाँ जातीय विभेद छैन। र अर्को एक्जाम्पल म भन्छु यो मोरङकै घटना म भन्छु। यसरी हामी अन्तर्धार्मिक अभियानमा आइसके पछाडि एउटा हाम्रो सामूहिक सरकारी जङ्गल थियो त्यहाँ सबै धर्महरूले उपभोग गर्न पाउनु भएको थियो तर क्रिस्चियन धर्मले चाहिँ त्यो उपभोग गर्न पाउनु भएन
अनि उहाँहरूले कतिचोटि क्रिस्चियन समुदायहरू चाहिँ स्थानीय सरकारसँग चाहिँ लबी गर्न जाँदाखेरि एडभोकेसी गर्न जाँदाखेरि चाहिँ उहाँहरूलाई दिएन। जब यो अन्तर्धार्मिक शान्ति अभियानका यहाँ विभिन्न धर्मका चाहिँ धर्मगुरुहरूको चाहिँ एउटा सञ्जाल थियो, त्यहाँ उहाँहरू चाहिँ त्यहाँ स्थानीय सरकारसँग अनि सम्बन्धित निकायमा चाहिँ उहाँहरू चाहिँ त्यो एडभोकेसी गर्न गइसके पछाडि पछि क्रिस्चियनले पनि त्यो ठाउँमा त्यो जङ्गल चाहिँ एउटा सबैले उपभोग सबै धर्मले उपभोग गर्न पाउनुभएको जङ्गल चाहिँ क्रिस्चियनले पनि पाउनुभयो। भन्न खोजेको धेरै मसँग यो धेरै उदाहरणहरू चाहिँ छ, कसरी चाहिँ समुदायमा सद्भावको लागि चाहिँ अन्तर्धार्मिक शान्ति समुदायको र अन्तर्धार्मिक शान्ति गुरुहरूको भूमिका चाहिँ कति ठुलो रहेछ भन्ने कुराहरू चाहिँ एउटा मैले यो मैले हजुरसँग उदाहरण दिएको, धेरै उदाहरणहरू मसँग छ। हजुर, यो मलाई लागेको चाहिँ हुन त अहिले पहिलो कुरा त हामी इसाईहरू चाहिँ हामी सबै कुरा हामी बाइबलमा हामीले अध्ययनको चाहिँ अहिले मैले अन्तर्धार्मिक शान्ति अभियानमा लगाइसके पछाडि एकदमै हाम्रो बाइबल अध्ययन चाहिँ हाम्रो एकदमै आधार हो। हाम्रो इसाईको जीवन भनेको नै हाम्रो अहिले चाहिँ हाम्रो बाइबल हो, किनभने हामीले चाहिँ थरोली हामीले अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र हामीले चाहिँ कतिपय अवस्थामा, किनभने हामी बाइबलमा हामीले हेऱ्यौँ भने मत्ती 5:9 हामी पाउँछौँ। मत्ती 5:9 भन्छ, धन्य हो मेलमिलाप गराउनेहरू, यिनीहरू स्वर्गका छोराछोरी कहलाइने छ। जुन अहिले त्यो अनुसार चाहिँ के हो त भन्दाखेरि हाम्रो एकदमै थरोली अध्ययन हुनु पनि आवश्यक छ। हामी आफ्नो चाहिँ विश्वासमा हामी एकदम इनडेप्थ हामी चाहिँ एकदम लागिरहौँ, हामी प्रार्थनामा लागिरहौँ। त्यो सँगसँगै हामीले प्रेम गर्ने कुरा चाहिँ हामीले अन्य चाहे जुनसुकै धर्मको होस्, जुनसुकै जातीय कुरा जुन प्रभुले हामीलाई सिकाउनु भएको छ, हामीले अहिले यसरी यो समयमा आउँदाखेरि चाहिँ हाम्रो स्वीकारको आफ्नो धर्म र हाम्रो आस्थामा चाहिँ कुनै पनि असर नगर्ने गरेर चाहिँ हामीले अरूहरूलाई पनि प्रेमको आँखाले हेऱ्यौँ। अरूसँग पनि यो हाम्रो विभिन्न सेलिब्रेसनहरूमा उहाँहरूको सामाजिक कार्यहरूमा पनि हामी सहभागी हौँ, ताकि हाम्रो आस्थामा चाहिँ कुनै पनि खलल नपर्ने गरेर, हाम्रो आस्थामा चाहिँ चोट नपर्ने गरेर चाहिँ हामी उहाँहरूलाई चाहिँ स्वीकार, हामी यसरी अहिले क्रिस्चियन हो भन्दैमा हामी कसैसँग पनि भाइचारा नगर्ने, हामी कसैसँग पनि हाम्रो घुलमिल नहुने, त्यो चाहिँ हामी पटक्कै गर्न नहुने रहेछ। हामी एउटा प्रभुको जन भएकोले हामी कसरी त्यो ठाउँमा गएर एउटा नुन र ज्योति बनेर हामी आफ्नो कार्यबाट, हाम्रो व्यवहारबाट हामी त्यहाँ प्रदर्शन गर्न सक्छौँ, त्यो चाहिँ हामी एकदमै हुन आवश्यक छ। हामी अहिले के देख्छौँ भने क्रिस्चियन भएपछि हाम्रो आफ्नो एउटा जमात, आफ्नो समूह छ, त्योभन्दा बाहिर घेराभित्र हामी जानु हुँदैन भन्ने किसिमको कतिपय ठाउँमा छ। त्यो चाहिँ हुनु हुँदैन। हामी चाहिँ आफ्नो आस्थामा चाहिँ एकदमै कटिबद्ध हौँ। हामी एकदम प्रभुमा हामी भरोसा गर्ने जाति, तर प्रभुको प्रेम चाहिँ अन्य जातिहरूलाई पनि देखाउनको लागि, सुनाउनको लागि, प्रदर्शन गर्नको लागि चाहिँ त्यो ठाउँमा चाहिँ हामी जानुपर्छ। हामी अन्य जातिहरूको बिचमा चाहे जुनसुकै धर्म संस्कृतिहरू किन होस्, त्यो ठाउँमा गएर चाहिँ हामी आफ्नो कामहरू, आफ्नो व्यवहारहरू हामीले चाहिँ प्रदर्शन गर्न सक्नुपर्छ। अनि मात्रै उहाँहरूले चाहिँ प्रभु को हुनुहुन्छ, अनि प्रभुलाई पाइसके पछाडि क्रिस्चियनहरू चाहिँ कस्तो हुनुहुँदो रहेछ उहाँहरूले देख्नुहुन्छ। अनि प्रभुलाई चाहिँ त्यति बेला चाहिँ प्रभु चाहिँ हाम्रो जीवनबाट चाहिँ उहाँहरूले प्रभुलाई चिन्नुहुन्छ जस्तो लाग्छ मलाई। जिन्दगी भनेको मैले यो हेर्दाखेरि चाहिँ एकदमै गतिशील छ भन्ने लाग्छ र एउटा सङ्घर्ष पनि छ भन्ने पनि मलाई लागिरहेछ। तर यसरी भनिरहँदाखेरि चाहिँ अहिले म भनिरहँदाखेरि जिन्दगी सङ्घर्ष छ, तर यो सँगसँगै सङ्घर्षबाट चाहिँ विजय पनि छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा धेरै हाम्रो यसरी जीवन एउटा गतिशील जीवनमा हामी यसरी यात्रा गर्ने क्रममा हाम्रो जीवनमा दुःख आइपर्छ, दुःख सुख कठिनाइ धेरै यस्ता घडीहरू चाहिँ हाम्रो जीवनमा आइपर्छ। र त्यति बेला चाहिँ हामीले नआत्तिकन, सुखमा पनि नमात्तिकन, दुःखमा नआत्तिकन चाहिँ हामी जब आफ्नो पथमा चाहिँ आफ्नो जुन क्षेत्रमा छौँ त्यसमा हामी लागि पर्यौँ भने त्योमा हामी पक्कै पनि विजय छौँ। र यो सँगसँगै अब हामी अहिले भन्नुपर्दाखेरि त अब हामी प्रभुको जनहरू हो, झन् हाम्रो लागि त प्रभुले त्यो विजयको चाहिँ ढोका चाहिँ हाम्रो एकपछि अर्को चाहिँ खोलिदिनु भएको छ। अनि उहाँले भन्नुभएको छ व्यवस्थाको 13को 28मा होला, म तिमीहरूलाई पाउमा हैन म शिरमा राख्नेछु भने उहाँको वचन मुताबिक जब हामी प्रभुमा भरोसा गर्ने जनहरूलाई त चाहे हामी उहाँको वचनमा रहेर हामी अगाडि बढ्यौँ भने जीवन एकदम आनन्द छ, जीवन शान्ति छ। चाहे हाम्रो जीवनमा हाम्रो हिँड्ने बाटोहरूमा जतिसुकै सङ्घर्ष भए तापनि, कठिनाइ भए तापनि विजय निश्चय छ र शान्ति छ भन्ने चाहिँ मलाई लाग्छ।